के लिनुपर्छ? तत्कालीन संविधानलाई परिमार्जन गर्न सकिन्छ भने परिमार्जन गरेर अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष कार्यकारी निर्वाचनको घोषणा गर्नुपर्छ। हामीले यदि संसदीय मुद्दा मानेको हुन्थ्यो भने आन्दोलन केका लागि गर्नु पर्थ्यो? त्यसो भएको हामी संविधान नमान्ने भन्नाले होइन, यो संविधानको सरकार गठन प्रक्रिया, यो संविधानले देखाएका जुन विधि र पद्धतिहरू हामी मान्दैनौँ, तर संविधानै मान्दैनौँ भन्न मिल्दैन। त्यसो भएको हुँदा यो संविधानलाई हामीले जगमा टेकेर अब हामीले ती सरकार गठन प्रक्रियाहरू अहिलेको अन्तरिम सरकारले लिनुपर्छ। अन्तरिम सरकारले निर्णय लिनुपर्छ। जनताको पक्षमा किन निर्णय लिँदैन? फेरि अर्को कुरा, अब अर्को कुरा के छ? तत्कालीन आन्दोलनको अवस्थालाई उग्र बनाउन सरकारले निरङ्कुशता साधेकाले तत्कालीन सरकार पक्षलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्कालीन सरकारलाई कारबाही गर्नुपर्छ। अर्को कुरा के छ? प्रदेश खारेजीको माग नेपाली जनताको हो। यहाँ कसले के माग राख्छ सँगको सरकारको विषय होइन। आन्दोलनका सडकमा उठेका मुद्दाहरूदेखि लिएर नेपाली जनताले चाहेका मुद्दाहरू सम्पूर्णले पेश गर्नुपर्छ। त्यसो हुँदा प्रदेश खारेजीको माग नेपाली जनताको माग रहेको हुँदा तत्काल खारेज गर्नुपर्छ। अर्को कुरा के छ फेरि? 4 नम्बर बुदामा 2047 सालपछि सार्वजनिक पदधारमा रहेका सम्पूर्ण आरोपीलाई उच्च स्तरीय छानबिन आयोग गठन गरी तत्काल सजाय र प्राप्त सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। आज धेरैजना व्यक्तिहरू इमोसनल पार्न खोजिरहेका छन् राजनीतिक दलका कार्यकर्ताहरूले। यो देश सके भनेर। देश सकिएको छैन। देशमा जनता छन् र देशको भूमि छ। देशको सार्वभौम सत्ता, स्वाधीनता, इमानदारिता तरिकाले अगाडि बढ्छ देश। त्यसो हुँदा हामी विधिको शासन मान्छौँ भने विधि बनाएर भए पनि विधिको शासन मान्छौँ। त्यसो हुँदा अहिलेको विधि र पद्धतिमा हामी यो कुरालाई संशोधन गर्ने हो कि आन्दोलनकारीले केही पनि व्याख्या गर्न चाहँदैन? एकछिन साथीहरू, आन्दोलनकारीहरूले केही पनि व्याख्या गर्न चाहँदैन। आन्दोलनकारीले माग राख्ने हो र माग पुरा हुनुपर्छ अहिलेको सरकारले। अर्को कुरा के छ? संवैधानिक आयोगका पदाधिकारीलाई नियुक्ति गर्दा राजनीतिक दलको दबाव नभई स्वच्छ प्रतिस्पर्धाबाट गर्नुपर्छ। अर्को के छ फेरि? यहाँ धेरै कारण चाहिँ के भयो भन्दा विश्वविद्यालयका राजनीतिक दलका संगठनहरू हावी भइरहेका छन्। विश्वविद्यालयमा रहेका सम्पूर्ण विद्यार्थी संगठन सोभिउ हटाउनुपर्छ। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नेतृत्वमा विशेषज्ञको टोलीमा मन्त्री परिषद गठन गर्नुपर्छ। 9मा अहिले जुन तरिकाले आन्दोलनको समयमा भएका घटनाहरू सीसी क्यामेरा फुटेजमा बाहिरिएको छ, यो घोर आपत्तिको विषय छ। किन आपत्तिको विषय छ? यो किन आपत्तिको विषय छ भन्दाखेरि अहिलेको तत्कालीन आन्दोलनमा को आयो भन्दा कोठाभाडा बस्ने साधारण मान्छे आयो। आज भरेबाट कोठाभाडा नपाउने स्थिति भइसकेको छ विद्यार्थीहरूको। प्राय गाउँका किसानका सन्तानहरू, मजदुरका सन्तानहरू आएर यो आन्दोलन सफल पारेको। त्यसो हुँदा कसैलाई राजनीतिक दलको दबावमा आएर आज उत्तेजना नपारियोस्। भिड अब हामी सडकमा आउन चाहँदैनौँ, तर सडकका मागहरू अब सम्बोधन गर्न चाहन्छौँ। हामी सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू, माननीय अर्थ मन्त्रीज्यू, माननीय भौतिक पूर्वाधार मन्त्रीज्यू लगायतका व्यक्तिहरूसँग हामी भेट्न चाहन्छौँ। हाम्रा मागहरू सुन्नुपर्छ। हामी सरकार गठन गर्ने बेलामा मतलब के आइपुग्न पाएनौँ। लगभग हामी विराटनगरमा आन्दोलन गरेका थियौँ, तर